यो केवल जेनजीहरूको मात्रै आन्दोलन थिएन, यो सारा नेपाली 2 करोड नेपालीहरूको मुद्दाको विषय हो। भ्रष्टाचार मुक्त, सुशासन र समावेशी देश पुरा नेपालीहरूको आन्दोलन हो र नेपालीहरूको चाहना हो। देश विदेशमा गएर भाँडा मोल्नुभन्दा आफ्नै देशमा भाँडा मोल्नु उपयुक्त होला भन्ने सम्पूर्ण नेपालीको आशा र अपेक्षा हो। त्यसैले अहिलेको सरकार ढाल्नु मात्रै जेनजीको आन्दोलन होइन, यो जिन एक्स र जिन वाईहरूको पनि आन्दोलन हो। त्यसैले यो आन्दोलन केवल सत्ता प्राप्तिका लागि मात्र नहोस्, यो चाहिँ संविधान संशोधन, व्यतिथिको अन्त्य, भ्रष्टाचार मुक्त सुशासन हासिल भएको देख्न पाइयोस्। यो अन्तरिम सरकारले संशोधन गर्न सकिँदैन, यो वास्तविक कुरा हो। संविधानलाई मान्दै जाने हो भने यो हुन पनि हुँदैन। त्यसैले अबको जेनजीको मुद्दालाई सम्बोधन गर्नका लागि आगामी चुनावमा एउटा असल नेतृत्व चयन गर्नका लागि बालेनले हुन्छ या कसैले हुन्छ नेतृत्व लिनुपर्छ, नत्र दुलोमा लुकेर मात्रै आन्दोलनमा गरिब